जसलाई तपाईँले अहिले देख्दै हुनुहुन्छ यो व्यक्ति चाहिँ मायामा धोका पाइसकेको मानिस हो। उसले आफ्नो प्रेमिकाबाट ठुलो धोका पाएको हुन्छ र उसले सोच्छ यो संसारमा जिउन त मेरो कुनै अर्थ नै रहेन, अब म चाहिँ मर्छु भनिकन ऊ हिँडेको हुन्छ र उसले अचानक उसको साथीलाई याद गर्छ जसको जीवनमा चाहिँ पहिला यस्तै खाले घटना घटिसकेको हुन्छ। उसले सोच्छ म मर्नुभन्दा पहिला म मेरो साथीलाई एकचोटि कल गर्छु र उसले मलाई के कुरा सम्झाउँछ कि भनिकन उसले उसलाई कल गर्छ। किन कल गरेछ यसले? हेलो, भन्। हेलो, कहाँ हो त? म कहीँ जाँदैछु विशेष कामले। ल जहाँ भए पनि एकछिन यहाँ आउनु पर्यो, मलाई लास्टै अप्ठ्यारो पर्यो। ए ल ल ल, तेरो लोकेसन त भएको ठाउँको लोकेसन सेन्ड गर, म आइहाल्छु। ल ओके ओके ओके। होइन के भएछ यसलाई फेरि? होइन है, के भयो तँलाई? खै के भन्ने यार, लास्टै तनाव भयो मलाई त। मेरो त जिएफले धोका दियो। आफू पनि त्यस्तै भरिरहेको थियो होइन पहिला। आफू त जिउन सकिरहेको छ यार, म त मर्नै हिँडेको डोरी लिएर हिँडिरहेको छु। तर यसको बारेमा चाहिँ नभन है मलाई। है त्यस्तो भनेर कहाँ हुन्छ? साँचो माया र साँचो प्रेम त यसोमा नै छ नि। संसारको मायाले त जहिले हामीलाई धोका दिन्छ, तर यसोले चाहिँ धोका दिनुहुन्न क्या, बुझिस् कि नै? माया खोज्दै हिँड्थे म त साथी, माया के रहेछ थाहा भयो साथी, माया के रहेछ थाहा भयो साथी। येशूको माया नै रहेछ सबैभन्दा माथि, येशूको माया नै रहेछ सबैभन्दा माथि। ए साथी, येशूको माया नै रहेछ सबैभन्दा माथि, येशूको माया नै रहेछ सबैभन्दा माथि। घुमाएको रहेछु साँचो माया उनमा, हे घुमाएको रहेछु साँचो माया उनमा। अहिले थाहा पाए उनको माया, घुमाएको रहेछु साँचो माया उनमा। अहिले थाहा पाए उनको माया। यति आनन्द भयो मलाई वर्णन गर्नै सकिन, यति आनन्द भयो मलाई वर्णन गर्नै सकिन। ए साथी, येशूको माया नै रहेछ सबैभन्दा माथि, येशूको माया नै रहेछ सबैभन्दा माथि। जब डुब्दै गए वहाँको मायामा, हे जब डुब्दै गए वहाँको मायामा। मेरो पहिलो माया रहेछन् येशू, जब डुब्दै गए वहाँको मायामा। मेरो पहिलो माया रहेछन् येशू। तिमी नै हौ मेरो यो जीवनको साथी, तिमी नै पहिलो माया, तिमी नै हौ मेरो यो जीवनको साथी, तिमी नै पहिलो माया। ए साथी, येशूको माया नै रहेछ सबैभन्दा माथि,
यसुको माया नै रहेछ सबैभन्दा माथि। भन्दै मैले त मेरो जिन्दगी नाश गरिसकेको थिएँ, यसुको बारेमा सुनाएँ। साँचो माया त उहाँसँग पो रहेछ। अरे हो नि यार, त्यही भएर त मैले भनेको नि साँचो माया चाहिँ संसारमा यसुले बाहेक कसैले गर्दैन क्या। त्यही भएर अब प्रभुलाई विश्वास गरिकन आफ्नो जीवनलाई बचाइकन उदाहरणीय जीवन जिउनुपर्छ है त। ओके ल, अर्को हप्तादेखि सेवामा जानुपर्छ ल।